सभाको सदस्य नै हुन पाइँदैन लेखेको संविधान छ जेनजी विरोधी। अनि जेनजीको नाममा राष्ट्रपतिसँग कता कता वार्ता गर्न गएकाहरू यी सबै कम उमेरका ओली हुन्, कम उमेरका देउबा हुन्, कम उमेरका प्रचण्ड हुन्। यो जेनजी होइन। जो यो संविधान मान्छु भन्छ त्यो कहाँ जेनजी हुन्छ? त्यो त माओवादी हुन्छ, त्यो त एमाले हुन्छ, त्यो त कांग्रेस हुन्छ, त्यो त राष्ट्रपा हुन्छ। त्यो जेनजी हुन सक्दैन। सिधै विदेशी मुखुण्ड लगाएका मान्छेहरू नझुकिनु होला। किनकि जेनजीले के भनेको थियो भने उमेर कम हुँदैमा यो गिदी मान्छे लिदी अर्कै ओली देउबा प्रचण्डको भरिएको छ भने छोडिने छैन भनेर योगेश भट्टराईले पनि ठोकेका हुन्, गगन थापाले पनि ठोकेका हुन्। देउबालाई मात्रै ठोक्या होइन। नत्र यो कम उमेरको रहेछ भने त्यो छोडिहाल्दैन गगनलाई। गगन बराबरकै मान्छे पनि त मरेका छन् नि आन्दोलनमा, मरेन? जेन एक्स मरेको छ, जेन अल्फा मरेको छ अस्तिको आन्दोलनमा। अनि अर्को महत्त्वपूर्ण कुरा छ, जेनजीको प्रतिनिधि भएर वार्ता गर्ने जाति, त्यो वार्ता गर्न जाने जति सबैको फोटो पहिल्यै माओवादीको, कांग्रेसको, एमालेको कार्यक्रममा गएर नेताहरूसँग खिच्दै हिँडेको भेटियो सबैको।